हेलो अनि व्हाट्सअप एभ्रिवान वेलकम छ तपाईहरुले मेरो न्यू ब्लगमा पाततिर यसले सिधै वेलकम हान्दियो नि हामी चाहिँ आज आइबिरो जान लाग्यो भिडियो त बाहनी बाहरै छ मौसम त दामी छ दामी देखायो यार यता हाम्रो रिच किटले पैसा निकालिराख ए साँच्ची मन निकाल्नु पर्छ त यार मलाई तपट्टि ह्यान्डसम चाहिँ मसाज गर्न लागिरहेछ पैसा पनि निकालिसकेको छौँ अब एकछिन मसाज गर्छौँ अनि ग्र्याब गरेर हामी आइबिरोतिर चल्दिन्छौँ एकछिन मसाजको मजा दिँदौँ एकछिन ल हामीले पैसा पनि निकालेर आइसक्यौँ अब पैसा नि देखाइदिने क्या अब ग्र्याब पनि गरिसक्यो कतिखेर आउँछ गाडी चाहिँ थाहा भएन भन्नाले 9-10 मिनट टाइम लाग्छ होला रिचार्ज यहाँ टपअप हानिदिन्छ त गाडी आइसक्यो हामी चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ र अगाडि बस्या भए चाहिँ मैले राम्रोसँग देखाउन पाउँथेँ कि देखाउनलाई अब हेर्ने चाहिँ त्यस्तो खास केही त छैन तर पनि यस्तो छ आजको मौसम अगाडिको नजारा देखाउनै नमिल्ने रहेछ अब साइडको हेरौँ हामी चाहिँ भर्खर आइबिरो आइपुगिसक्यौँ यस्तो छ यहाँको नजारा देख्न चाहिँ मिठो देखायो हामी के सिधै होटलतिर जाने हो र ल अब हामी चाहिँ होटलतिर गएर खाजा खान्छौँ खाना खायो कि खाएन मैले त खाना नि खाएन क्या अब बिहान मेगी खाएको अब त्यो सिधै होटलमा गएर भेट्छौँ यो हो होस्टेल होला ओए होस्टेलै स्कुल त होइन के गर्ने त यो तपाईँ सिधै अगाडिकोमा जाने हो उता अगाडिकोमा थाहा छ ओइ जम्यार अहिले गाडी आएर हान्छ फेरि तर त्यो हुन्छ तलको चाहिँ मलाई पनि थाहा छैन के यो सिधको छ एकछिन जाऊँ न टाइम कति भयो अहिले जुम म आफ्नो पछि आउँछु किन बिर्स्या त हामी एकचोटि आएको ठाउँ हुन चाहिँ हामी चाहिँ फर्स्टचोटि आउँदाखेरि क्या यहाँबाट तल गएको थियो क्या यहाँबाट तल गएको थियो यहाँदेखि उताबाट नि तल गएको थियो कि उताबाट नि तल छ जुम त एकचोटि पानी परेर हामी यहाँ बसेको थियो क्या तर अहिले चाहिँ कस्तो बनाइसकेछ कहाँ हो बसेको थियो क्या यहीँ हो कि यहीँ होला हामी बसेको सायद मेबी
दामी देखिया मौसम चाहिँ। अनि यहाँबाट त्यहाँबाट झरेको थियो कि त्यहाँबाट झर्ने ठाउँ छ क्या। ओए त्यहाँ पो रहेछ क्या, खोइ मलाई पनि थाहा भएन यार। लखर लखर हिँडिया छ। तर मलाई त्यही होटेल त्यहाँबाट त होइन होला हो, यहाँबाट हो त, यहाँबाट यही कपाल औडा भएको छ। छैन र होइन, यहाँबाट झरेको थियो कि, यहाँबाट झरेर चाहिँ यहाँ तलसम्म पुगेको थियो। हामी एकचोटि मात्रै आएको थियो कि म नि, त्यो नि खोइ थाहा भएन यार। यतै हो कि होइन, खोइ यता त होइन होला यार। हेर न कति उस छ। त्यतिखेर भएको थाहा हुन्थ्यो। यतै पो हो क्या, यही हो हुन त हो रहेछ। रेस्टुरेन्ट के पाउँछ यहाँ, रेस्टुरेन्ट। केटाहरू सुकुटी आइसक्यो। खाएर टेस्ट भन्न कस्तो रहेछ। रिभ्यू हान्दैन, रिभ्यू मिठो छ। ल्याइदिन्छ अरे। एक्लै त नतोड्ने भयो, एक्लै त नतोड्ने भयो। हाल्छ नि यत्रो दारू खानु। मिठो त मिठो छ, तर चपाउन दुःख हो कि होइन, चपाइ राख्नुपर्छ। दाजुसँग सिकाउनु चाहिँ दामी नै हुन्छ। दाइ भन्दैथियो र यतापट्टि ह्यान्डसमले चाहिँ बियर खान लाख। कहाँ म त खान्न, आइसक्यो। मोमो चाहिँ आएको टाइम लाग्ने रहेछ। यस्तो झ्याउ के रे ल, हाम्रो मोमो पनि आइसक्यो। तर खाइवाला रहेछ क्या यार है, खान्छ यहीँ खाउन। तातो तातो त कहाँ खान सकिन्छ त, खाना दुईजना मिलेर सकाउने हो। अब सिधै खाएर भेट्छौँ। हामीले खाजा भन्ने के भने खाइसक्यो। सुकुटी चाहिँ मैले खोजी खाइसक्यो। चाहिँ यताको भ्यू।
लास्ट गर्मी छ बे केटाहरू भित्र खाइरहेछ मलाई चाहिँ हल्का बाहिरतिरको नजारा हेर्न मन लागेर निक्लेको तर कस्तो घाम लाग्यो क्या आउने बित्तिकै चाहिँ डेन्जर घाम लागिरह अब हामी चाहिँ बल्ल होटेलबाट निक्लेछौँ अब कहाँ भयो है होटेल चाहिँ कहाँ छ भन्दाखेरि उता माथिबाट देखाइदिन्छु म अब हुन त अब थाहा छ कोहीले पनि हेर्दैन नहेरे पनि यदि कोहीले हेरिएछ भने नेपाली होटेल कहाँ छ भने चाहिँ यो ठाउँमा छ अब रुकल एकछिन ओएमा उ त्यो छेउमा छ क्या यहाँ तल यहाँबाट तल झर्नुपर्छ ओएमा जमजम के हो त हाल्ले खायो माकुरी यताउता हिँडेर उ त्यहाँ तल्लो छेउमा छ रुक वे हामीलाई टाइम त लाग्दैन एकैछिनमा पुगिन्छ कस्तो भएको नि कस्तो फिल भयो त ओए उ त्यहाँ माथि गएर मोमो लिएर जानुपर्छ क्या मोमो 2 प्लेट लिएर जानु पर्यो है जाने कि एकछिन मोमो लिएर जाने क्या मामाहरूको लागि त्यो तलको चाहिँ अलिक व्याक नै थियो के भनौँ माकुरी कस्तो फ्राई गरेर पो ल्याइदिरहेको क्या त्यो माथि अब टेस्ट पनि राम्रो थिएन खाना चाहिँ खाइयो फालेन त्यस्तो भन्न चाहिँ मिलेन आइज न ल अहिले एकछिनमा भेट्छौँ अब सिधै उहाँ काम गर्ने रहेछ कि कता त्यो बुढो चाहिँ यो पिटी उसको त कन्टेनर त हुन्छ नि त्यहाँको सेक्युरिटी रहेछ कि त्यहाँबाट जाउँ है ल हामी चाहिँ निक्ल्यौँ मैले होटेलबाट हामीले चाहिँ मोमो र चाउमिन हालेछौँ अब चाहिँ उ गर्नुपर्छ अब ग्रेप हान्नु पर्यो अब ग्रेप उ त मासु किन्नु परेन मासु नकिने खास त मासु किन्न त आएको नि मासु किन्छौँ त्यहाँदेखि चल्दिन्छौँ रुमतिर पानी पर्छ होला एकछिनमा सानो सानो पानी त परे होला मेबी आज हामीलाई हेभी फाइदा भएको छ नि फाइदा होइन होइन होटेलको लागि फाइदा गरिरहेको छ कसरी कम्ती पैसा लगाइरहेको हुन चाहिँ अब त्यो कतिको त त्यो पानीहरूको त पैसा त्यो जोड्दै छैन क्या तर मैले त्यस्तो हो तर चाहिँ लौ केटातिर भन्दा आफूहरू पर्स लिएर अगाडि दौड्छन् अब के गर्ने अब त्यो त नि पैसा लिएर अगाडि त दौड्छन् केटाहरू लौ म दिन्छु भने यसो फेको दौड्छन् माधव चाहिँ त्यो त तर त्यो पहिलोको हामीले पे गरे अब चाहिँ उनीहरूलाई अलि हल्का हुन्थ्यो फर्स्टमा पनि उनीहरू तर नदिएको त होइन दिन त दिएकै के तर नमानेर अब के गर्ने त नमानेपछि त्यही अब अहिले पालि उनीहरूले खुलायो नि त आटोचोली चाहिँ हामीले दामे ल तिर 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 भनेको केटा अब हामी चाहिँ अगाडि नै यहाँ कतिवटा छ नेपाली होटेल यहाँ एउटा छ अनि त्यहाँ तल एउटा त्यहाँ तल एउटा तिनवटा चाहिँ हामीलाई थाहा छ अझै पनि छ कि के थाहा होइन हामी चाहिँ खास सुँगुरको मासु सुँगुर कि बुङ्गुरको मासु चाहिँ किन्न आएको ल अब एकैचोटि माथि गएर भेट्छु हामीले मासु पनि किनिसकेछौँ
मायाँको ढोका खोल्न नआइदिएर यस्तो उस छ के भन्छ के हो अहिले चाहिँ हामीले चाहिँ मासु पनि किनिसकेछौँ अब ग्र्याब हान्छौँ सिधै रुमतिर चल्टिक हानिदिन्छौँ के यताउता नजारा हेर्ने हो एकछिन नजारा हेर्नको लागि केही पनि छैन उतै माथि गएर ग्र्याब हानौँ है हुन्छ औँठी पिताले तिमी नबोले लाडे सीताले मासु ओए जाउँ ओ आइज छिटो मोजी ओए हेर्न यो बिन्दास हिँडेर आएकोमा के अरे अहिले एक्टिभ भएर हिँड्नुपर्छ कि अहिले फेरि के थाहा कतिखेर के हुन्छ कस्तो छ मलाई यहाँ अब मजा आयो यार हावा गर्मी भइरहेको थियो के भयो पाएन ठिकै छ नि है अब उतै छु कपडा किन्ने हो र यताबाट हो यार हामी उता छेउमा जान्छु ग्र्याब गर्छु ग्र्याब गरेर सिधै चलिदिन्छु हामी रुमतिर के अब चाहिँ हामी फेरि रुमतिर चल्न लाग्यो हामी चाहिँ हाम्रो यता ह्यान्डसम यस्तो अवस्थामा छ पोज हान्थ्यो नि त एउटा पातेको चाहिँ छोटो नाइ त्यो त झन् झन् त्यसले त मिल्ने भएको त ठुलो आवाज गरेर हाल्थ्यो बल्ल यस्तो गर्मी भइरहेको थियो अनि यो चाहिँ गाडी पनि क्या राम्रो रहेछ क्या मिठो एसी चलेर आइरहेको छ नि यसले मलाई फेरि मार्ला नि यारमा कसरी हेरिरहेको थियो हेर्दा चाहिँ त्यस्तो केही त भन्दैन होला नि त ल अब एकैचोटि म चाहिँ कतिखेर भेट्छु भन्दाखेरि सिधै रुम गएर भेट्छु होला सायद कता पुगेर रुममा आइपुगिसक्यौँ हामी अब यति भन्दै मेरो आजको ब्लग यहीँ सकिन्छ हस् त बाइ